अस्तिको भिडियोमा चाहिँ मैले लाइफ इन्सुरेन्सको प्रिमियम मोबाइल ब्याङ्किङबाट कसरी रिन्युअल गर्ने भन्ने भिडियो हालेको थिएँ भने आज चाहिँ म ई-सेवाबाट हजुरहरूलाई प्रिमियम रिन्युअल गर्ने तरिका सिकाउँदैछु। आफ्नो ई-सेवा ओपन गर्नुहोस् र तल इन्सुरेन्स लेखेको साइटको एरोलाई टच गरिदिनुहोस्। यहाँनिर पोलिसी रिन्यू भनेको छ, त्यसमा पनि हजुरले ओके गरिदिनुहोस्। यसरी सबै लाइफ इन्सुरेन्सको एपहरू देख्न पाउनुहुन्छ। हाम्रो चाहिँ नेसनल लाइफ इन्सुरेन्स हो, त्यहाँनिर टच गर्नुहोस्। यहाँनिर अब पोलिसी नम्बर अनि डेट अफ बर्थ लगाउनु पर्ने हुन्छ अनि प्रोसिड गरिदिनुहोस् है। यस्तो खालको इन्टरफेस देख्न सक्नुहुन्छ। यहाँनिर चाहिँ सबै डिटेल्सहरू पाउनुहुन्छ। हजुरको कुन प्लान हो, कहिलेदेखि स्टार्ट भएको, अब कहिले हो इन्डिङ, कहिले म्याचुरिटी हुँदैछ, सबै कुराहरू देख्न सक्नुहुन्छ है। र यसलाई पनि प्रोसिड गरिदिनुहोस् त। र कति बुझाउनु पर्ने प्रिमियम त्यो देखायो, हेर्नुहोस् त। अब तल जानुहोस् अनि कन्फर्म गरिदिनुहोस् ल। अब पे गरिदिनुहोस्। ल, पेमेन्ट पनि भयो। यदि हजुरलाई रिसिप्ट चाहिन्छ भने यसलाई डन गर्नुहोस्, अगाडि जानुहोस् र तल स्टेटमेन्टमा हेर्नुहोस्, त्यहाँ ओके गर्नुहोस्। पेड फर नेसनल लाइफ इन्सुरेन्स कम्पनी लेखेको छ नि, यी पेड भइसकेको छ। यसमा ओके गर्नुहोस्। माथि हेर्नुहोस् त PDF लेखेको छ, त्यसलाई टच गर्नुहोस् र हजुरको रिसिप्ट यसरी रेडी हुन्छ। थ्याङ्क यू फर वाचिङ।